ल है आयो है नयाँ ड्रिङ्क ब्लुबेरी चट्ट लाएर हालियो मजाले हाल्ने लोभ नभरिकन ब्लुबेरी अब त्यसलाई मजाले थिच्ने मजाले त्यसको पेल्ने मजाले रस निकाल्नुपर्छ अझै मजाले मजाले अब लेमन सिरप हालियो लेमन सिरप हाल्ने त्यसले गर्दा अझै म्यास गर्न पनि सजिलो हुन्छ नि त अब चाहिँ म्यास गरियो अब फेरि पतनाको पात अहिले सिजन छ त्यो मजाले पतनाको पात हाल्नुपर्छ पतनाको पातलाई मजाले हाल्यो भने स्वाद चाहिँ अलि वाउ टाइपको हुन्छ अब आइस क्युबहरू हाल्ने मजाले चिसो खानु पऱ्यो नि त गर्मीको सिजनमा बाहिर 30-31 डिग्री छ मजाले आइसियु हाल्नुपर्छ अब चाहिँ सोडा जुन भयो सोडा हुन्छ सोडा हालिदिनुहुन्छ स्प्राइट हालिदिनु मसँग चाहिँ नर्मल सोडा थियो त्यही हालेँ अनि मजाले समर ड्रिङ्क हो यो अब चाहिँ ब्लु लोकसलाई चाहिँ डाइल्युट गरेँ सोडासँग अब त्यसलाई चाहिँ बिस्तारै चम्चाको हातले चाहिँ हाल्ने यो के हो मलाई थाहा छैन यसको नामहरू तर यसरी चाहिँ हाल्यो भने चाहिँ कलर चाहिँ माथि माथि बस्छ ओके हाल्ने हेर्नुहोस् त कस्तो हाले कलर आयो फ्रेस हुन्छ समरमा अब लेमन स्लाइसलाई पुरा डेकोरेसन गर्नु पर्यो होइन यसले बिस्तारै हाले मजाले फ्लोटिङहरू माथि आयो लेमन स्लाइस त अलवेज होइन हाल्नै पर्यो अब गार्निसिङको लागि चाहिँ निमपत्ताको सिजन छँदैछ जति नै पाइन्छ जहाँ पनि निमपत्ता मजाले निमपत्ता हालिदिने डेकोरेसन गर्नु पऱ्यो नि त फोटो पनि राम्रो आउँछ निमपत्ता हाल्यो भने अब हाम्रो रेडी इज कल ब्लुबेरी लोकस लेमन टी हेर द गो हेर्नुहोस् त कस्तो भयो थ्याङ्क यू